25 वर्षदेखि नेपाललाई जोड्दै आएको हाम्रो यात्रामा यस वर्ष सुविसुले नील सागर सेवाश्रममा निशुल्क वाइफाई जडान गरेको छ। नील सागर सेवाश्रम एक वृद्ध आश्रम र अनाथ आश्रम हो, जहाँ आज 250 भन्दा बढी वृद्ध आमा बुवा र बालबालिकाहरूले आश्रय पाएका छन्। तीमध्ये 80 भन्दा बढी बालबालिका र 150 भन्दा बढी वृद्ध आमा बुवाहरू यहाँ माया, सहारा र आत्मीयताको प्रतीक्षामा छन्। आज हामीले दिएको यो वाइफाई केवल इन्टरनेटको कनेक्सन मात्र होइन, यो संसारसँग जोडिने एउटा ढोका हो, आशा, जानकारी र आत्मीयताको सेतु हो। अब एउटै कनेक्सनले उनीहरूलाई समाज र संसारसँग जोड्नेछ। तर सुविसुको यात्रा यहाँ मात्र सीमित छैन। यसै वर्ष सुविसुले बंशीराम जैसवाल अनाथ आश्रम, गरुडा र अमृता अनाथ आश्रम, कलैयामा राहत तथा सामग्री वितरण गरेको छ। गरुडामा 23 जना बालबालिका र कलैयामा 17 जना बालबालिकाहरूलाई हाम्रो सानो प्रयासले ठुलो मुस्कान दिन सकेको छ। यी सबै पलहरूले हामीलाई एउटै कुरा सम्झाउँछन्, यो केवल कनेक्सन होइन, यो साथ हो, यो माया हो, यो केयर हो। नमस्ते। आज एउटा सौभाग्य प्राप्त भएको छ। श्री कामाख्या देवीको यो मन्दिरमा यहाँ भगवतीको चाहना अनुरूप र यहाँ आउने हाम्रा शुभचिन्तकको चाहना बमोजिम यहाँ चाहिँ एउटा सुविसु परिवारले, सुविसु कम्पनीले हामीलाई यो नेट अनलिमिटेड भनेको पछि यो सुविसु कम्पनी रहिन्जेलसम्मको लागि प्रतिबद्धता सहित हामीलाई एउटा यो नेट प्रतिबद्धता स्वरूप हामीले प्रदान गर्नुभएको छ। उहाँलाई हामी मन्त्री समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्ते। सबैलाई नमस्कार। म प्रकाश कुमार श्रेष्ठ, नीलकण्ठ नगरपालिका प्रवक्ता, वडा नम्बर 8 को वडा अध्यक्ष। आज चाहिँ हाम्रो यहाँ स्वावलम्बी बैराई विद्यालयमा चाहिँ सामुदायिक विद्यालयमा चाहिँ उहाँहरूले आज सुविसु इन्टरनेटले आज यहाँ इन्टरनेट जोडिदिनु भएको छ। वास्तवमा उहाँहरूले धेरै कामहरू यो CSR अन्तर्गत कर्पोरेट रेस्पोन्सिबिलिटी पुरा गरिराख्नु भएको छ। सँगसँगै हामीले पनि यो विगतदेखि नै यो सुविसु इन्टरनेट नै प्रयोग गरिरहेका छौँ, चाहे वडाको सरकारी सेवा प्रवाह होस् अथवा अरू सामुदायिक हिसाबले पनि हामीले धेरै ठाउँमा हाम्रो ग्रामीण क्षेत्रहरूमा पनि सुविसु इन्टरनेटले काम गरिराख्नु भएको छ। धेरै धेरै धन्यवाद र आभारी छौँ उहाँहरूको सेवाप्रति र सँगसँगै आज फ्री अफ कस्टमा चाहिँ अब हामी आफैले गर्नुपर्ने काम चाहिँ उहाँहरूले गरिदिनु भएको छ। त्यसको लागि पनि सुविसु इन्टरनेट कम्पनीलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्छु। धन्यवाद। नमस्कार, म रम्पेश्वर अधिकारी र मन्दिता अधिकारी, स्वावलम्बी बैरा विद्यालयको प्रधानाध्यापक। आज सुविसु नेटको स्थापना दिवसको 25औं अवसरमा हाम्रो यस विद्यालयलाई निःशुल्क नेटको व्यवस्था गर्नुभएकोमा सुविसु नेट लगायत सम्पूर्ण यो संस्थालाई चाहिँ धेरै धेरै धन्यवाद। यसलाई निरन्तर बनाउनको लागि सहयोग गर्नको लागि अपेक्षा गर्छु र सहयोगको लागि सबैलाई चाहिँ धन्यवाद दिन्छु, दिन चाहन्छु। धन्यवाद। सुविसु 25 वर्षदेखि सहयोग, समर्थन र संवेदनशीलताको यात्रामा कनेक्टिङ नेपाल, कनेक्टिङ हार्ट्स। यो अवसरको लागि धन्यवाद।